हेलो साथीभाइ म चाहिँ होइन आज होइन बिहानै उठेको थिएन 6 बजी आँखा टक्कै खोलेको थिएन यसो यताउता गर्दाखेरि हो छुट्टी हुनु त फेरि आज होइन छुट्टीमा निन्द्रै लाग्दैन त्यसको बाजेको कस्तो खालको हुन्छ न छुट्टी आज भोलि पर्सि होइन मजाले सुतौँ भनेको भएन होइन अन्त आँखा खोलिहाल्यो त के गरौँ भयो निन्द्रै लागेन अन्त मेरो पाला फोन चलाउँदै बसेँ होइन फोन चलाउँदै सुतिबसेँ अन्त यसो यता 9 बजिसक्यो होइन 9 बजिसकेछ अन्त के गरौँ भने हुँदैन भनेर चाहिँ टक्क उठेर चाहिँ अन्त यहाँनिर फोन टक्क पक्रेर भिडियो बनाउनु मन परेन अन्त यहाँनिर आइदिएको छु हो अन्त के गरौँ फेरि हुँदैछ होइन अब खाना बनाउनु पर्ने के खानु पर्ने होइन यहाँनिर हिजोकै छ यहाँनिर हिजोको मासु हिजो बेलुका डिनर मासु खाइ लाग्दैन अब के गरौँ लुगा त धुनुपर्छ होइन अन्त म यहाँ तल्लोपट्टि जाँदैछु यहाँ साथीहरू गाइसहरू हाम्रो गाजहरू के गर्दैछ कता गयो सबै यहाँ त डर्रो अलमारी बनाएको अलमारीहरू यहाँ सामानहरू डङ बाहिर निकालेछ है नयाँ उयो लगाएको के अरे यो त अस्तिको राखिरहेको रहेछ त अन्त यसमा पनि लगाइदेऊ न यो के हो यो ल साथीभाइ अहिले भने चाहिँ म चाहिँ खाना बनाउँदैछु होइन 3 जनाको लागि खाना बनाउँदैछु मेरो म सब्जीको लागि होइन आज मेरो टर्न खाना बनाउने हामी त कोही बेला 3 जना चाहिँ एकै ठाउँ खान्छ नि त होइन भन्नुपर्दा चाहिँ यहाँ खाना बसाइसकेको छु अनि यहाँ दाल बसाएको छु अन्त सब्जी पनि यहाँ काटेर रेडी छ होइन यो ब्रोकौली र अन्त फुलकोपी रेडी छ अब सब्जी पकाउनु आएको म चाहिँ है त ल साथी हो अहिले भने चाहिँ खाना रेडी सबै पाकिसकेर पनि खाना लागेको होइन यहाँ छ मेरो पस्किसकेको छु कराईमा खाइदिएको होइन यता सबैले पनि खाँदैछ म टाउको पनि नुहाइसकेँ होइन अब चाहिँ यो खाना खाएर चाहिँ गुम्पा जाने हामी चाहिँ होइन त्यही हो सचेत बसिराखेको छु होइन म चाहिँ कराईमा खाइदिएको यहाँ किन भन्छ हिजोको यहाँ मासु थियो मासुसँग खानु हुँदैन मासु खाएर त अब गुम्बा जानुपर्ने छ हो के अब यस्तो अहिले भने चाहिँ हामी चाहिँ लागेको है त म र साथी चाहिँ बाइकमा हो बाइकमा जाने दुईजना चाहिँ अन्त सरहरू सब चाहिँ लागिसक्यो गाडीमा हो पानी पर्न आँटेको छ पानी पऱ्यो भने चाहिँ रेडी हुनु हो गाइस रुम तक पऱ्यो ओ फेरि डेस्टिनेसन चेन्ज भएछ अघि चाहिँ इन्चे गुम्पा होइन अब रुमटेक जाने गाइस रुमटेक यहाँदेखि हुनुहोस् उता पारि यता राङ्का यता रुमटेक यता रुमटेक उयो होइन क्या राङ्का यो रुमटेक उता गुम्बा पनि देख्दैछ त ऊ कति यहाँ हेर्नुहोस् सचित आमा यस्तो दामी डरलाग्दो हेर्छ भएर निस्किरहेको छ आज हो त्यहाँ त पानी पर्छ त उयो पानी पर्छ त साथीभाइ हामी चाहिँ अब पर गऱ्यो भने कति भने चाहिँ हामी रुमटेक गुम्पा आइसकेको छौँ आइपुगेर पनि यहाँभित्र पूजा गरेर हो पूजा गरेर चाहिँ हामी यहाँ बाहिर घुम्दैछौँ होइन हेर्नुहोस् नजराहरू रुमटेक गुम्पा यहाँ हाम्रो सबै छ कस्तो लागिरहेको छ अन्त हजुर सबै दाइ तिमी चाहिँ पूजा नगरेको यतै क्रिस्चियन मान्छे परेछ होइन तर मजा रहेछ है सबै अड्क्यो यहाँ अड्काउनु छिटो यहाँ चाहिँ कोइन फ्याँकेर चाहिँ होइन कोइन फ्याँकेर यहाँ मात्रै चाहिँ अड्काउनु पर्ने रहेछ होइन विस गर्नुपर्ने यहाँ चाहिँ ल सबैले ट्राई गर्दैछ मेरो गर्दा मेरो यति भिडियो गर्दा ल दुईजनामा विस गर अलिक पर जा सबै बिस्तारै टक्कै बिस्तारै अलिक मजाले फेल्न अन्दाज छैन क्या ओ अनुरागको अड्क्यो मेरो
सोयाबिनको त अड्किएको छैन। अड्के आज मेरो उस पुरा भयो मैले कति 4-5 खेप एटममा चाहिँ अड्कायो। को विस गरेको अरे को विस गरेको भन न ला अड्कालु दामी को युज गरेको सारा युज गरेको दामी दामी ल साथीभाइ यहाँ माथि हेर्नुहोस् कति दामी देखिरहेको छ टक्केको हो यहाँको हामी चाहिँ अहिले अन्त यहाँ पारि हेर्नुहोस् गान्तोकको नजाराहरू कति दामी देखेको घाम लागिरहेको छ गान्तोकमा हो गान्तोक हेर जुम गरेर हेर्नुहोस् आम्मा मेरो त आइफोन प्रो डबल प्रो म्याक्स हो कि जुम गर्दा पनि फाट्दैन हेर्नुहोस् कस्तो दामी देखिरहेको छ आम्मा चट यत्तिको भ्युज हेर्नुहोस् टन 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 साथीभाइ यो अहिले भने चाहिँ हामी चाहिँ गुम्पाबाट फर्किँदैछौँ होइन गुम्पामा पूजा गरेर पनि फोटो खिचेर पनि फर्किँदैछौँ होइन माने घुमाउँदै फर्किँदैछौँ हामी चाहिँ दुईजना सबै जाऊ गाडीमा भाइ गाडीमा चढ अहिले भने चाहिँ यहाँ तल खाजा खाने जग्गामा आइपुगेको छौँ यो चाहिँ कहाँ हो भने चाहिँ रुमटेकको डाँडाको भ्यू पोइन्ट यहाँदेखि हेर्नुहोस् गान्तोक सहर दामी देख्छ सहर यहाँ चाहिँ हामी खाजा खानु आँटेको आउँदैछ हो यति दामी देख्दैछ उता चाहिँ बादल कुहिरो लागेर माथि माथि हो पानी पर्दो रहेछ मजा आयो भाइ भाइला मजा आयो मजाको जग्गा है हाम्रो टिमहरू आजको कस्तो लाग्यो सबै यता छ न्युजहरू त सबै उतार्यो कहाँ गयो साथी अब चाहिँ हामी खाजा चिया खाजा खाने हो के छ हेर्नुहोस् ल साथीभाइ अहिले भने चाहिँ हामी चाहिँ आइपुग्यो हो रुम आइपुग्यो लोक्फा भएर भिजेर हेर पानी बाटोमा पानीले सानो कुटेको यहाँ भिजेर लोक्फा हो लत्रा भित्र अब चाहिँ रुम गन्छ रुम गएर लुगा खोलेर चाहिँ चियासा खान्छ त्यहाँदेखि जिम जानुपर्छ ल त्यही हो अब आजको हाम्रो दिन चाहिँ यसरी बित्यो मेरो अनि हाम्रो केटाहरूको होइन सरहरूको भिजेर है यसरी बित्यो आजको दिन पनि सक्यो फर्स्ट दिन छुट्टी पनि हो छुट्टी त एकैछिनमा सकिहाल्छ यस्तो छ जिन्दगी के गर्नु पनि पानी झरीमा भए पनि घुमेर सक्यो होइन मजा आयो जे होस् आजको लागि टाइम पास भयो साँच्ची त पर के गर्छ तपाईँहरू ल सरहरू गाडीमा आउँदैछ आइपुगेको छैन अहिले चाहिँ होइन अनि त मजा नि यसमा केही पनि गरेको छैन पानीले भिजेको छैन होइन गाडीमा त पानीले भिज्दैन तपाईँलाई सबैलाई थाहा छ अब गएर एक निन्द्रा चाहिँ सुतिन्छ होला अब भिडियो एडिट गर्नुपर्छ ल साथीभाइ भेट्दै गरौँ कस्तो लाग्यो तपाईँहरूलाई यो भिडियो हेरेर होइन इन्जोय गर्नुहोस् ल तपाईँहरू सबैजना